कमन अनि बिग मिस्टेक चिनअप और पुलअप्सलाई एज अ वार्मअप पर्फर्म गर्ने। ओके, सो पुलअप्स या फिर चिनअप एउटा हेभी कम्पाउन्ड मुभमेन्ट भएको कारणले गर्दाखेरि तपाईँले चिनअप या फिर पुलअप पर्फर्म गर्न अगाडि एउटा राम्रो वार्मअप गर्नुपर्ने हुनेछ है। र त्यो वार्मअपमा चाहिँ के गर्नुहोस् भनेदेखि 20% आफ्नो वेट लगाउनुहोस् है, अनि ल्याट पुल डाउन पर्फर्म गर्नुहोस् स्लो अनि कन्ट्र्याक्ट। तो 2 सेट पर्फर्म गर्नुहोस्। फर्स्ट सेट तपाईँको 10 to 12 गर्नुहोस् 20% हालेर, अनि 40% फेरि एड गर्नुहोस् है, त्यहाँबाट तपाईँको सेकेन्ड सेट गर्नुहोस् हो। सो इफ तपाईँले नि 15 या फिर 12 या फिर त्योभन्दा बेसी चिनअप या फिर पुलअप पर्फर्म गर्न सक्नुहुँदैछ भने चाहिँ तपाईँले यसरी वेटेड चिनअप गर्नुहोस् है, त्यो धेरै बेनिफिट हुन्छ। तपाईँको फिटनेस रिलेटेड केही कुराहरू छ भनेदेखि तपाईँले मलाई सोध्नु सक्नुहुनेछ है। सबै मैले जति पनि भिडियोजहरू ल्याउँदैछु होइन, यो सबै एकदमै प्र्याक्टिकल, जुन चाहिँ काम दिन्छ, जुन चाहिँले चाहिँ तपाईँको टाइम वेस्ट हुँदैन, त्यो चिजहरू मात्रै हुन्छ यो भिडियोजमा चाहिँ है। सो यो आजको भिडियो पनि त्यही माथि थियो, र नेक्स्ट भिडियो केमा चाहिन्छ तपाईँलाई है कमेन्ट गर्नुहोस् है।